हेलो साथीहरू, म आज एसीको लागि भिभिए क्वेशन्स उपस्थित गर्नेछु। हेर्नु होला राम्रोसित, बुझ्नु होला पनि। यहाँ के दिएको छ भने चक्रीय ब्याज दरमा कुनै रकमको मिश्रधन CA बराबर रुपैयाँ 12,100 र त्यसपछि यो CA1 भयो। फेरि सोध्ने छ चक्रीय मिश्रधन वार्षिक CA2 बराबर रुपैयाँ 13,310। ठीक छ। अब हेर्नुला, चक्रीय मिश्रधन छ। अब यहाँ T1 यो चक्रीय मिश्रधन पहिलोको लागि पहिलो यहाँ लेख्नु होला, यो दोस्रो भयो। पहिलोको लागि T1 यानी कि समय दिएको छ 2 वर्ष र दोस्रोको लागि समय T2 3 वर्षको लागि दिएछ है। अब त्यसपछि के गर्नु, एक नम्बरमा के सोधेको छ, रुपैयाँ 400 को 1 वर्षको साधारण ब्याज 40 भए भने वार्षिक चक्रीय ब्याज कति हुन्छ त 40 हुन्छ। वार्षिक चक्रीय ब्याज 40 नै हुन्छ, किनकि त्यो बराबर हुनुको कारणले गर्दा। त्यसपछि बी नम्बरमा के सोधेछ, चक्रीय ब्याज दरको दर कति हुनुपर्छ। अब यहाँ हेर्नु होला राम्रोसित, CA1 मा P, अब यसको फर्मुला P1 प्लस R/100 को पावर के हुन्छ T। ठीक छ। अब CA1 12,100 दिएको छ, P त्यस्तैको त्यस्तै राख्नु होला। 1 प्लस R को भ्यालु छैन भने अब हेर्नु होला, पहिलोको लागि समय कति दिएको छ 2 वर्ष, यहाँ 2 वर्ष लेख्नु होला। ठीक छ। त्यसपछि CA2 मा जानु हो त P भइहाल्छ 1 प्लस R/100 को पावर T भइहाल्छ है। त CA2 कति दिएछ 13,310 र P त्यस्तै राख्नु होला। यो समीकरण 1 मान्नु होला, इक्वेसन 1। अब 1 प्लस R त दिएको छैन 100। अब यसको लागि 2 वर्षको लागि 3 दिएको छ समय T। त्यसपछि यो समीकरण 2 भयो। अब समीकरण 2 बाट यहाँ लेख्नु होला, समी 2 मा 1 ले भाग गर्दा। ठीक छ, बुझ्नु भएको होला। 13,310 भागे 12,100। ठीक छ। P 1 प्लस R/100 के पावर कति छ 3। त्यसपछि P 1 प्लस R/100 को पावर 2 छ। यो क्यान्सल हुन्छ। त्यसपछि अब यहाँ हेर्नु होला, यहाँ 13310 डिभाइडेड 12100 1.1 हुन्छ। त्यसपछि यहाँ 1 प्लस R/100 को पावर यो 3 बाट 2 घटाइन्छ। ठीक छ। 1.1 = 1 प्लस R/100 भयो। ठीक छ।
3/1 तो 1 को लेख्नु पर्दैन। अब यहाँ 1.1 - 1 भइहाल्छ, r बाई 100 भइहाल्छ। ठिक छ। अब 1.1 - 1 गर्नुहुन्छ भने 0.1 आउँछ बराबर 1/100। अब r बराबर यो के भइहाल्छ 0.1 × 100। ठिक छ, 0.1 × 100 भइहाल्छ। अब यसलाई r इन्टु, अब 0.1 × 100 के हुन्छ 10% एन्सर। अब यो के गर्नु होला, r को भ्यालु, r को मान समी 1 मा राख्नु होला चाहे 2 मा राख्नु होला, तपाईको मर्जी। समी 1 मा के छ हेर्नु त, यहाँ CE बराबर P1 + r बाई 100 को पावर t को के लेख्नु छ 2। अब यहाँ हेर्नु होला, CA कति दिएको छ 1200 प्लस P1 प्लस r को भ्यालु आयो 10/100 को 2। अब यहाँ हेर्नु होला, यहाँ 12100 बराबर P इन्टु, अब यो कति हुन्छ 100 डिभाइडेड 10/100 प्लस 1/2 1.21 भइहाल्छ। यहाँ यो भाग भइहाल्छ डिभाइड। अब त्यसपछि P को भ्यालु आउँछ, हेर्नु होला राम्रोसित 1.21 10,000 आउँछ। कति आउँछ 10,000। थ्याङ्क यू स्टुडेन्ट, आजको क्लास यतिकै। यो VBI क्वेसन छ क्लास 10 को लागि, यसपालि सोध्ने छ प्राय। थ्याङ्क यू।